कहिले पराजित नभएको नेपाल कुनै बेला विश्व शान्ति, आत्मीय संचेतना र सहिष्णुताको उपमा थियो भने आज हामी कुन अवस्थामा छौं भनेर सोच्नै पर्ने बेला आएको छ। राष्ट्रको समग्र परिस्थिति र बितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहीन यात्रा हाम्रा निम्ति अभिशाप सिद्ध भएका छन्। यस्तो विषम, जटिल र क्लिष्ट परिस्थिति किन र कसरी सृजना भयो, यसका कारक तत्व के हुन् भन्ने कुरा अब नेपाली जनताले नै प्रश्न गर्नुपर्ने बेला भएको छ। सनातन धर्म, संस्कृति र सभ्यताको प्राचीन भूमि नेपालले आफ्नो मौलिक चिनारी, हजारौं वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियता प्रतिको संवेदनशीलतालाई हृदयंगम गरे र सबै मिले अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्छौं। राजर्षि जनकका आदर्श, बुद्धका वाणी, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौं विद्वान र विदुषीहरूले देखाएको बाटो र हजारौं वर्षदेखि हाम्रा पूर्वजबाट विरासतमा प्राप्त सद्गुण र सद्विचार अनुसार गर्दै अगाडि बढ्न सके मात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम गर्न सक्दछौं। गाई, गंगा, गुरु, गायत्री, वेद, उपनिषद, गीताका पूजक सनातन हिन्दू अनुयायीका रूपमा प्रश्न गर्न चाहन्छौं कि विश्व मानचित्रको हिन्दू तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवत खण्डको संरक्षण कसरी हुनु सक्दछ? दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र अध्यात्मको केन्द्र जोगाउने के सामूहिक दायित्व भित्र पर्दैन? तराईमा बसोबास गर्ने नेपालीहरू आफ्नो धार्मिक साध्य पूरा गर्न पहाडी र हिमाली क्षेत्रमा अवस्थित मुक्तिनाथ, गोसाईकुण्ड, हलेसी र पाथिभारा जस्ता पवित्र तीर्थ स्थलसम्म पुग्छन् भने हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पवित्र धाम जनकपुर र लुम्बिनी रहेको छ। यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक भूगोलप्रति आस्था